चिसो हेर। अब हामी मुक्तिनाथतिर जाँदैछौँ नुहाएर, अनि त्यसपछि हामी अप्पर मुस्ताङको लागि निस्किन्छौँ। नेपाल र चाइनाको बोर्डरमा गएर आज त्यही बसेर भोलि डाइरेक्ट अब बेनी हुन्छ कि पोखरा हुन्छ त्यहाँ गएर बसेर पर्सि बिहान नै हामी घर फर्किन्छौँ। माथि जाने डोल्पा जाने बाटो चाहिँ यो। हामी चाहिँ अब माथि लाग्छौँ। उसलाई थाहा नि त बाटो। केटाहरूको हात जम्यो रे। के भयो? एक्सचेन्ज गरे हुन्छ, पछाडि बस्दा त्यस्तो हुन्न नि। माथि आइसकेपछि चाहिँ बल्ल अलिअलि हरियाली देख्न थाल्यो। तल त एउटा रुख थिएन कि, जति राम्रो छ त्यति नै बढी चिसो छ यार। पहिलो पात हुने क्या यता त हरियो पनि पहिलाएर यहीँदेखि त लाइन पार्किङ त माथि पुरै स्कर्पियोको भिड छ क्या। यस्तो भिड छ। कहाँ लैजानु भने अरे माथि भने अघि त्यहाँबाट गाडीको तल त्यहाँ गाडी हुँदैन माथि होला। हामी चाहिँ भर्खरै आइपुगेर बाइक राखेर अब माथि जाँदैछौँ मन्दिरतिर। यस्तो चिसो छ यो ठाउँ। अनि आज चाहिँ एकदम मान्छेहरूको बढी घुइँच्यो क्या। पार्किङ मात्रै हेर्नु न कति छ पार्किङ। यत्रो गाडी छ। मेरो विचारमा यो गाडी देख्दाखेरि कम्तीमा पनि 2000 जति मान्छे चाहिँ यहाँ आउनुपर्छ कि। यस्तो छ हालत चिसोले। यति गर्दा पनि चिसो भइरहेछ। यसरी खतरमा पनि जानु पाइरहेको छ। यो सिडी चढेर गएपछि माथि चाहिँ मन्दिर है। पुरै भरिन्छ माथि। आमा प्याक छ यार मान्छे। साथीहरू भेट भएका छन्। मेलामा हराएका साथीहरू भेट भयो जस्तै भयो। अलमोस्ट पुगिन लाग्यो है। एउटा कुरा के नोटिस गरेँ भन्दा उताबाट जो फर्किरहनु भएको छ ऊ गर्दै हुनुभएको छ सबजना चाँडोले। मन्दिर देखिसकेको छ। हामी चाहिँ यहाँ अब नुहाउने तयारी हुँदैछ। हिम्मत जुटाउँदैछौँ। 108 धारामा दौडेर आएर अनि यहाँ चाहिँ 2 चोटि डुबल्की मारेर। गाह्रो हुनेवाला छ, गाह्रो हुनेवाला छ। हिम्मत छुटिरहेको छ नि। यही ज्याकेट खोल्न सके होइन। कसरी जाने हो कि नुहाउनलाई यार। करेन्ट लाग्छ है।
चिसो चिसो 108मा नरायो भिडियो खिच्न पाइएन यति चिसो हो खुट्टामा करेन्ट जननन भएर यार के छ विवेक विवेक के भन्छौ साढे जाडो भयो होला करायो भने छुट्टै एनर्जी आउँदैछ अब हामी भित्र पूजा गर्न जाँदैछौँ लाइनमा छौँ चिसो अहिले चाहिँ अलिक रिलिफ भएको छ अहिलेको भन्दा मान्छेको एउटै रियाक्सन छ क्या Kalau gue ini हामी अब मुक्तिनाथ मन्दिरबाट तल आएर अगाडि खाना खाइयो अहिले 11 बजिसकेको छ अब ढिलो गर्नु हुँदैन अब सरासर जाने हो किनभने हामीलाई लगभग 4 घण्टा 4.5 घण्टा जति हामीलाई यहाँ बस्ने ठाउँ पुग्न लाग्छ कोरोला नाका पुग्न हामीलाई अझै 1 घण्टा जति लाग्छ भनेको 5 घण्टा काममै जानुपर्छ हामीलाई सजिलो हुन्छ अब यो शीतल हुन थाल्यो भने चाहिँ बहुत चिसो हुन्छ माथि कति 4200 समथिङ कति हाइट रहेछ है हामी बस्ने ठाउँ त्यो भनेको अत्याधिक चिसो हो म अहिलेसम्म त्यति चिसोमा चाहिँ बसिसकेको छैन पहिला एबिसी क्याम्प जाँदाखेरि पनि त्यही 4100 कति हाइटमा गइयो गाह्रो हुनेवाला छ लेक नलाग्ने औषधि चाहिँ हामी खाएर जान्छौँ अब कताबाट निकाल्ने हो पार्किङमा ठाउँ नपुगेर बाटोमा पार्किङ गर्ने अवस्था छ कि त्यो भिड छ यार जति हेरे पनि चित्त नबुझ्ने के हेरिराख्न मन लाग्ने यहाँ त 3-4 दिन बस्यो भने पनि बोर लाग्दैन होला जस्तो छ यार ट्राफिक जाम यत्रो बस छ यार कसरी छिराउँछ अब गाडीको टायर अलमोस्ट तल गइसकेको छ यार रिस्की ठाउँ छ यार म त गाडी लिएर आउन सक्दैन यो ठाउँमा यार बिचरा यिनीहरूको बेहोरै हुन्न क्या अपर गरेर आयो र अपर गरेर आएको कति घन्टा लाग्यो जाँदा माथि उहीँ कोरोला नाका अहिले गएर त्यहाँ घुमेर त्यहीँ बस्न त भइन्छ होला नि होइन हामीले बुक गरेको क्या त्यहीँ बस्ने हो म कहिले सोचेको थिइनँ कि मुस्ताङमा यस्तो जाम हुन्छ भनेर यो गाडीको इन्जिन पनि गइसक्यो ल इन्जिनै गइसक्यो यार यस्तो गाडी लिएर के आएको होला
कुन गाडीको इन्जिन गएको के पुटुत्तै धुवा पुत्ता है यार। ओके यसको हो क्या, यसको इन्जिन गएछ के तानेकै छैन हेर न। यसले ब्याक हान्न सक्छ यार बरु है, ब्याक गर्न सक्छ यार। बल्ल छुटकारा मिल्यो यार। बाटोभन्दा ठुलो गाडी नै हान्ने हो त यार। अब यहाँ मुद्रा गर्ने त होला नि। हामी चाहिँ यहाँ यस्तो फोटोहरू टिकटकहरू खिच्ने ठाउँमा आएका छौँ। यहाँ भिड बढी छ, केटाहरू खिचिसकेका छन्। एकदम हतार हतार गरेँ, त्यही भएर छिटो बोलेको। उता जान हतार भयो अरे, म बिस्तारै बोल्न पाइनँ, त्यही भएर अहिलेलाई यति नै है। नमस्कार। यस्तो दृश्य छ यहाँ। अनि यहाँको चाहिँ सबै अलमोस्ट सबै बाटो चाहिँ यस्तै हो है। तिखो ढुङ्गा तर चाप्लो छ, तिखो ढुङ्गा सबैतिर। अनि नाङ्गो पहाड। हावा लाग्यो यार। सुसाङ भन्ने ठाउँ हो यो। ओठ र नाक लिपस्टिक लगाए जस्तो पुरै ओठ फुटेको क्या। चाहिँ अब माथि जाँदा लेक लाग्न सक्छ भनेर लेक नलाग्ने औषधि खाँदैछौँ। यही खाएर गएपछि ढुक्क हुन्छ, नत्र टाउको दुख्न थाल्छ। अब धेरै हाइटमा आइसकिएको छ है।
चाहिँ चिया खान रोकेका छौँ है। यहाँबाट 72 किलोमिटर छ है कोरोला नाका। 4 घन्टा जति लाग्छ अरे। 72 किलोमिटर 4 घन्टा के विश्व एभरेजमा नै हिँड्ने रहेछ क्या हामी। यस्तो अफरोड छ, यस्तो गाह्रो बाटो। अहिले 2:30 भयो, अब 3 बजे हिँड्यो भने 7 बजे त कोरोला नाका पुगिने भयो कि हामी। चाहिँ केटाहरू भोकाएर चिया र दालमट भुजा खाँदैछन् है। मेरो साथी भोटे कुकुर। अगाडि आइसकेको छु। केटाहरू अहिले एकदम तेज हावा चलिरहेको छ। धुलो भएको बाटो। कोरोला नाका पुग्न 50 किलोमिटर जति बाँकी रहँदा चाहिँ यो खालको दृश्य देखिन्छ। अनि धेरै पछि चाहिँ यहाँ एउटा बस्ती देखिएको छ के। धेरै पछि कयौँ डाँडा कटेपछि एउटा बस्ती देखिएको छ है। यो कहाँ कुन ठाउँ हो त्यो थाहा भएन। माथिबाट हेरेको ठाउँ त्यही नै रहेछ है। यहाँ छाया छ, त्यसपछि घाम पार्दै चल्दै देखियो। ढकमार भन्ने ठाउँ चाहिँ यतापट्टि। अनि हामी जाने चाहिँ अहिले करला मङथाङ चाहिँ यो बाटो है। यहाँ चाहिँ चोक रहेछ, बोर्डहरू पनि छ। म चाहिँ केटाहरूलाई कुर्दैछु। अनि मैले चाहिँ के देखेँ भन्दाखेरि यस्तो राम्रो चिज रहेछ कि के हो यो गुम्बा जस्तो। यही जुम गर्नलाई रोक्या हो। पुरा मन्दिर जस्तो टाइपको के हो यो। चाहिँ 50 किलोमिटर जति बाँकी छ। चिसो हावा एकदमै चिसो लागिरहेको छ। केटाहरू पछाडि नै छ। लास्ट थकै लागेको छ यार। पुरै अफरोड के। माथिबाट हेर्दाखेरि चाहिँ पिच जस्तो देखिन्छ, नजिकै पुगेपछि पुरै अफरोड हुन्छ कि। लगभग 3500 मिटरको हाइटमा आइपुग्यो चरम भन्ने ठाउँमा। लगभग मुक्तिनाथदेखि अप्पर मुस्ताङसम्म सेम टाइपको बाटो छ कि जति खिचे पनि होइन, जति हेरे पनि चित्त नबुझ्ने, अनि जति खिचे पनि केही नौलो भन्ने नै छैन कि। सबै यही नाङ्गे डाँडा, यही बाटो, अनि सब उस्तै छ होइन। त्यही पनि खिच्न चाहिँ मन लागिराख्ने के। जति खिचे पनि फेरि यही नै हो, एउटै फुटेज छ सबैमा है। यस्तो नौलो भनेर केही पनि देखिँदैन। एउटा डाँडो पर्छ, अर्को आउँछ, फेरि अर्को आउँछ, वाक्कै लागिरहेको के। कति टाढा हुँदा नि 110 किलोमिटरसम्म एउटै खालको बाटो छ कि, एउटै कमन बाटो के। फेरि यो बाटोको लेभल पनि
एक दुई ठाउँमा चाहिँ अलिकति गाह्रो होला, नत्र भने यो बाटो पिचभन्दा कम चाहिँ छैन क्या। तर यो बबाले बनाएको हो क्या। अब यसलाई पिच मात्र गरिदियो भने पर्यटकहरू चाहिँ यति धेरै आउँछन् होला कि यो ठाउँमा। लोमाङथाङ आयो हामी। यो चाहिँ लोमाङथाङ बजार, यो के दरबार जस्तो छ एउटा। जिल्लाका प्रशासन कार्यालय यहीँ रहेछ। हामी चाहिँ यो ठाउँमा आइपुगेका छौँ। यो ठाउँको नाम चाहिँ छैन है। यहाँबाट चाहिँ यसरी दुईतिरबाट जताबाट गए पनि कोरोला जान मिल्ने रहेछ। समस्या चाहिँ के भयो भन्दाखेरि 4 बजेपछि उता चाहिँ कोरोला छिर्न दिँदैन अरे। यहाँ लगभग 5 बजिसकेको छ, हामी अगाडि जान नमिल्ने भयो। अनि हामी चाहिँ यही कोचर भन्ने ठाउँमा चाहिँ बास बसिन्छ। भोलि बिहान नै कोरोला नाका गइन्छ, 13-14 किलोमिटर छ। अलमोस्ट 4000 प्लस हाइटमा आइसकेका छौँ। यहाँ यस्तो छ है, हिमाल पनि तल देखिन थालिसकेको छ। यति चिसो छ कि डबल ग्लभ्स लाउँदा पनि हात छिराएको छ कि। फाइनल्ली कहाँ आयो हामी? चाइना आयो है, नेपालबाट चाइना। तर हालत यति त पुरै चाइना घुमेको भन्न मिल्यो नि, मिलेन? चाइना घुमेको भन्न मिल्यो। झाडो भएर हालत खराब भइरहेछ यार। हजुर फोटो खिच्नु पनि लाइन बस्नुपर्ने रहेछ त। यहाँमा कति इम्पोर्टेन्ट कुरा रहेछ त नि यो कुरा। लाइन छ कि यता पनि लाइन छ, यता पनि लाइन छ। आलमगढ छ नि त। यो चाहिँ चाइनाको यो बारको नजिक पुग्यो भने चाहिँ आलमगढ छ अरे कि। चाहिँ यस्तै जाडो छ गाइस। यो उता जान चाहिँ पाइएन। जस्तो भने नि 40 चाहिँ 50 मिटर। हामी चाहिँ त्यता जान मिलेन। हामी चाहिँ यहाँ फोटो खिच्ने सबैजना। फोटो खिच्ने भनेको यो नेपालको 24 नम्बर पिलर है। उतापट्टि चाइना, यतापट्टि नेपाली, सबैले खिच्ने यसरी हो। भिडभाड छ यहाँ बढी। कफी बनाइदिँदै हुनुहुन्छ हामीलाई। जाडो भएर आगो ताप्दैछन्। के छ आगोभित्रै हात हाल्दा पनि केही उपाय लाग्ला जस्तो छैन। पन्जा खस्यो साथीको। यो पन्जाको महत्त्व छ है विवेक सर। यहीँ बस्नेहरू नै हुन्छ होला नि मान्छेहरू है। राति यहाँ आयो भने यहीँ सुत्न पाउँछ त पाल्नु। कहाँ बसेर आउनुभयो? हामी गएको त आगोभित्र खतरा सुन्ने चाइनिज बाइक। अनि यो पन्जा लाउन नपर्ने क्या, हातमा हेर न, त्यो त्यहीँ घुसारेर चलाउने हो क्या। अनि यो यसले नै हावा छेक्ने भयो क्या। नम्बर प्लेट चाहिँ नहुने रहेछ। यहीँ हात घुसायो चलायो, ग्लभ्स पनि चाहिएन। यो फेरि छुट्टै के हो, नाइट्रो हो क्या छुट्टै। त्यही भने चढ्दै हो, धकालिरहेको थियो, चिप्लो होला नि होइन। त्यत्रो मान्छे छ बाटो जाने नै होइन, त्यस्तो दुःख पाउनु पनि होला। सर्टकटको चक्करमा